हेलो गाइज, वेलकम टु माई न्यू होला। गाईहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि सन्चै आराम छौँ साथीहरू। आज चाहिँ धेरै पछि भ्लग बनाउँदैछु म चाहिँ सानो सानो। हामी घुम्न जान लाग्छौँ उता पुलतिर। के भन्छ अरे त्यो पुलतिर? के हो अरे त्यो पुलको नाम? भूत खोला गाइज। भूत खोलातिर जाँदैछौँ हामी चाहिँ केटाकेटी ल्याएर। अब के हो नि हो है, भूत खोलामा भूत आउँछ कि के आउँछ अन्तिमसम्म हेर्दै गर्नु होला सबैजना। ल घाम लाएर पसिना पुस्दै गाइज हामी चाहिँ यतिजना भएर जाँदैछौँ आज। धेरै दिनपछि दिदी बहिनीसित भेटघाट भयो गाइज। जाँदैछौँ हामी चाहिँ घुम्न। यहाँ भैँसी पनि रहेछ नि, भैँसी गाइज। गर्मी गाइज, गर्मी, लास्टै गर्मी। गर्मी भयो भन्दाखेरि कोकनले के भन्ने हुनै फेरि बल्ल खाइस भन्न नि बर छैन। बा मर्न लाग्यो। अब हामी यो भूत खोला जाने बाटोको आधी आइसकेछौँ गाइज। छोरछोरी अगाडि गएको, म चाहिँ भिडियो बनाउँदै पछि हिँडेको। ओइ 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 रुक। गाइज जाँदैछौँ है, जाँदैछौँ। पसिना मर्न लाग्यो पसिनाले, गर्मीले। अब चाहिँ आइपुग्न लाग्यो है गाइज। अब थोरै आइसक्यौँ। नयाँ प्रतीक्षालय बनेको नयाँ, अलि अस्ति आउँदा थिएन, आज आउँदा चाहिँ प्रतीक्षालय बनिसकेको छ। फाइनली गाइज आइयो है, पुलमा चाहिँ आइयो। भाइरल पुल है, यहाँ आउँदै खेल्ने ठाउँ। तनक्क खेलेछन् सबैजना। साँझमा सबै आउँदैछन् गाइज। अलि छिटो गर्नु के? गाइज ल हेर्नु यहाँ। जान्न होइन जानिन्न। खुट्टा नि हल्ला नि गरौँ छ मेरो त। ल हेर्नु गाइज, खुट्टा पनि हल्ला जस्तै भयो गाइज मेरो त। हेर्नु त त्यसले जिस्का। म देखेको छैन, हान्छ भाइ। मेरो भुइँते छोरो गाइज। भयो गाइज। भूत खोला भनेको चाहिँ होइन है, यो कर्सा घाट भन्ने रहेछ। यहाँनिर घाट रहेछ, जे होस्। ल पुलमा पनि आइयो है गाइज। यत्र खेलेर पुलमा आइयो। अब तल खोलो आइयो गाइज। ल खासै ठुलो खोलो भने त अहिले त कहाँ खोलो पानी चाहिँ आएन। कति डर लाग्छ भाइ यहाँबाट तल हेर्दा, लास्टै डर लाग्छ साथी। अल्को बहुत
चल्छ भन्तिरी गाउँछ भाइ यहाँबाट तल हेर्दा अबि खस्दैन माथि चाहिँ घाट रहेछ यहाँ माथि यता माथितिर कता हो वहाँ तल सर्प है गाइस देखिन्छ सर्प कि माछा हो देखिन्न क्या सर्प देखिन्छ र देखिन्न यसमा देखिन्छ अलिअलि ढुङ्गा सिम गाइसलाई हेर्नु सर्प हिँडोती नहान्नु नहान्नु के बेच्ने छ है सर्प त्यता चाहिँ पिपल रहेछन् गाइस कतिवटा 100 कतिवटा पिपल छन् रे के त्यतातिर मोबाइलमा चार्जर पनि सकियो गाइस आजलाई यति नै गाइस बाई बाई फेरि भेटौँला ल बाई गर साथी हो बाई गर्नु बाई बाई राम्रो आइपुग्छु म त ल जास लास्ट बाई गाइस